तपाईले संसारमा धेरै ठाउँ घुम्नु भएको होला, तर के तपाईले कहिले यस्तो ठाउँ देख्नु भएको छ जहाँ हिमालहरू बोल्छन्? नेपालको मुटुमा आकाशको नजिकै एउटा यस्तो भूमि छ, मनाङ, जहाँ प्रकृतिले आफ्नो सबैभन्दा ठूलो रहस्य लुकाएर राखेको छ। यहाँका बाटोहरू सिधा छैनन्, ती त जीवनको मोड जस्तै छन्। यहाँका पहाडहरू अग्ला मात्र छैनन्, ती त समयका मौन साक्षी हुन्। जब मर्स्याङ्दी नदीको चिसो पानीले ढुङ्गाहरूलाई स्पर्श गर्दै बग्छ, तब लाग्छ यो त धरतीको धड्कन हो। यहाँको सबैभन्दा ठूलो जादु के हो थाहा छ? यहाँको मौनता। जब तपाईँ मनाङको कुनै गुम्बाको अगाडि उभिनुहुन्छ अनि टाढा देखिने अन्नपूर्णका चुचुराहरूलाई हेर्नुहुन्छ, तब तपाईँका सबै समस्याहरू साना लाग्न थाल्छन्। मानौ हिमालले तपाईँलाई भन्दैछ, शान्त हुनुहोस्, जीवन यति सुन्दर छ। यहाँको हावामा पुराना कथाहरू छन्, यहाँका मानिसहरूको मुस्कानमा हिमालको साहस छ। यहाँ आउनु भनेको केवल एउटा ठाउँ घुम्नु होइन, यो त आफ्नो आत्माको एउटा यस्तो कुनामा पुग्नु हो जहाँ तपाईले आफूलाई पहिलो पटक साँचो अर्थमा भेट्नुहुन्छ। मनाङ यो केवल नक्साको एउटा ठाउँ होइन, यो एउटा सपना हो जुन तपाईले ब्युजिएर